मेरो केरा खाने तपाईँको केरा तपाईँ आफै खानुहुन्छ अनि एउटा केरा दुईजनाले कसरी खान्छ पाले पालो आधी आधी गरेर खानु अनि मान्छे मर्दैन मर्दैन कहाँ मर्ने अरे केरा दिन्छु त म आफू नमर्ने गरी दिने हो नि यस्तो गर्ने नि त नभए केराको बोक्रा उसले खान्छ केरा म खान्छु अनि त्यो केराबाट के अरे गुदी चाहिँ तिमी खाने बोक्रा चाहिँ उ खाने होइन यस्तो के केराको बोक्रा चाहिँ उसले खान्छ अनि भित्रको म खान्छु अनि अर्को गुदी चाहिँ तपाईँ खानु क्या केराको तिनवटा चारवटा त हुँदै हुँदैन नि एउटा केरामा त एउटै हुन्छ त हो के गर्न आएर यहाँ तपाईँहरू डेटिङ आएको बोयफ्रेन्डै पाएन है बहिनी पाएन बोलाइदिउँ त त्यो चाहिँ होइन पहिलो कुरा तपाईँ केरा खाने नखाने भन्नु त खाने हो क्या केरा खाने हो 4 वर्ष भइसक्यो केरा नखाएको खेला होला है तपाईँको त खेलाइसक्यो तपाईँको त डेली हुन्छ कि सधैँ खानु तपाईँ त खाए जस्तो छ त केरा खाएर यस्तो जानु भयो कि हो कचुरी खान्छ दिनमा कचुरी खान्छ दिनमा सोच्दैछु जस्तै तपाईँ बिहानचोटि खानुहुन्छ कि राति खानुहुन्छ कि दिउँसो खानुहुन्छ कतिखेर खानु बेलुका खानुहुन्छ कि केरा खानु नि दिउँसो होइन उहाँलाई भनेको के ए पाएपछि खाने हो आफ्नो पर्सनल केराहरू चाहिँ ल्याउनु हुन्न तपाईँले अनि तपाईँले म एउटा कन्फ्युज के एउटा कुरा सोध्नु लाग्यो यो हेर्नु त यसलाई के भन्छ रोटी यसलाई के भन्छ भन्नु त रोटी सेम भैँसीको रोटी के अरे पुच्छर जस्तै रहेछ होइन यसलाई के भन्छ भन्नु न रोटी भन्दैछु त रोटी हो यसलाई मैले बुझ्ने भाषा चाहिँ यसलाई दुनोट भन्छ कि दुनोट होइन त मैले त दुनट भनेर चिन्दैन तपाईँले खानुभएको चाहिँ छैन छैन खानु भएन तपाईँले खानु भयो बिहान कहिले काहीँ चियासँग खाइन्छ यो खाजा खाने कुरा हो नि त खानु भएन अनि सुन्नु न यो दुनोटमा चाहिँ यस्तो यो पुवाल चाहिँ कसले बनायो होला है यसरी तेरो बाउले के बोले तपाईँ आफैले बनाउनु नखाने होला है तपाईँ खाने हो त्यस्तै लाग्छ यहाँ हेर्नु त यस्तो हेर्नु न उता के देखिन्छ सुन्नु न हजुर कहाँ हिँड्नुभएको घुम्नलाई घुम्नुलाई अन्त तपाईँको चस्मा साह्रो हाम्रो खै अर्काको चस्मा के थुकेर हिँड्नु खोइ कस्तो मान्छे रहेछ को हो तपाईँ हजुर एकछिन पढ्नु चस्मा कस्तो राम यता चस्मा लाग्दैन है पढ्नु तपाईँ के साह्रो मातेको कि एकछिन पढ्नु किन रिसाएको दिदी कहाँ होइन हिँड्नु यस्तो छारो छारो पनि हुन्छ तपाईँ तपाईँ के हो अर्को चस्मा किन ताने यार दाइ सुन्नु तपाईँ बुढी हो गर्लफ्रेन्ड हो गर्लफ्रेन्ड हो मलाई मन पऱ्यो मलाई दिनु न कहाँ हुन्छ यार तपाईँ के अर्काको बुढी पनि तपाईँ लाने हो मलाई त अर्काकै बुढी मन किन्न पर्छ सक्छ हजुर कति लाख तिर्ने हो के कति लाख तिर्ने हो 15 लाख 15 लाख तिर्ने हो के गरेको तिर्ने त्यही त के गरेको चाहिँ तिर्ने अनि तपाईँ किन लाने भनेको त त्यही त पैसा तिर्नुपर्छ कसलाई तिर्ने होइन तपाईँ तिमी सामान हो बेच्न राखेर हो पैसा तिर्नलाई अनि के सामान जस्तो अनि मेरो बुढी मन पर्यो तपाईँको बुढी मन पर्यो भन्नुभएको त नि भन्नु उहाँको बुढी होइन अरे हाल्नु पर्यो क्या है? उहाँको बुढी हो र तपाईँ होइन नि जे जस्तो भए पनि तपाईँलाई के को चाहन्छ कस्तो छन् क्या मैले मजाले कुरा यो एकछिन चस्मा हेर्न मन लाग्यो अर्काको चस्मा पनि थुक्न मिल्छ लोमा यो त नाङ्गे देखेको रहेछ नि दाइ लो नाङ्गे देखेको यार लोमा सरी किन रिसाउनु भएको दिदी सुन्नु गुल्टेला नि सुन्नु दिदी दाइले नभनिकन म तपाईँले एउटा गप्पी कुरो गर्छु दाइ एकछिन लाउँछ तपाईँ यहाँनिर उभिनु यसो उभिनु एकछिन तपाईँ डिस्टर्ब भयो एकछिन